नमस्कार साथीहरू, यतिखेर म कायम विशेषले काठमाडौँ आउने सिलसिलामा यो दृश्य यहाँहरूलाई देखाइरहेको छु। यो दृश्य दरबार मार्ग स्थित नारायण हेटी सङ्ग्रहालयको यो परिसर मैले यहाँहरूलाई देखाइरहेको छु। यो नारायण हेटी भन्ने बित्तिकै यहाँहरूले बुझिराख्नु भएको छ कि पहिला एउटा राजदरबार पनि भन्ने चलन गरिन्थ्यो। पछिल्लो चरणमा यो सङ्ग्रहालय स्थापना भएको छ। भित्र जानलाई टिकट काट्नु पर्ने भएको हुँदाखेरि म भित्रतिर गइएन, किनकि टिकट शुल्क पनि 200 रहेछ। सर्वसाधारणको लागि विद्यार्थीहरूको हकमा 50 रुपियाँ रहेछ। मैले यो दृश्यहरू देखाइरहेको छु। यहाँ टिकट काट्नेको उरो लागिरहेको छ र भित्रपट्टि के हो भन्ने कुरा त यहाँहरू भित्र गइसकेपछि थाहा पाउनु नै हुनेछ। अहिलेसम्म यो वरिपरिको यो दृश्य देखाइरहेको छु। यहाँ पार्किङ रहेछ। भित्रपट्टि ठुलो एरिया यहाँहरू देख्न सक्नुहुनेछ। यो बाहिरपट्टि यो दरबार मार्ग क्षेत्र भन्छ यसलाई। यताबाट बागबजार जाने, जमल जाने होइन, यस्तै माराजोङ जाने बाटो पर्दो रहेछ। भित्र यो झोलाहरू पनि लान नपाइने किसिमको बनाएको रहेछ। मैले यहाँहरूलाई देखाइरहेको छु। यहाँ फोटो खिच्नेको भक्सो पनि देख्न सक्नुहुनेछ। हवस् त, धन्यवाद।